म चाहिँ जाँदैछु सिद्ध पोखरी जाँदैछु यतिखेर होइन। अहिले चाहिँ कति बज्यो? अहिले चाहिँ ठ्याक्कै 6:30 भएछ होइन। अनि म चाहिँ जाँदैछु सिद्ध पोखरी। बेलुका बेलुका हिँड्दा कस्तो रमाइलो हुन्छ नि त होइन त गाइजहरू। अनि त्यही पनि यो आइस पप खाँदै जानु भएको। मलाई चाहिँ यो भाइले किनेर ल्याएको रहेछ अनि त्यही भएर खाँदै हिँडेको क्या। यतापट्टि चाहिँ खोला छ हेर्नुहोस्। अनि यतापट्टि चाहिँ पुरै खेतहरू छ। खेतहरू हेर्न सक्नुहुन्छ कस्तो राम्रो खेतहरू छ। अहिले यहाँ खेतमा चाहिँ सिमी रोपेको रहेछ। के अरे ल खेतहरू देख्न सक्नुहुन्छ। आकाश पनि कस्तो राम्रो भइरहेको छ हेर्नुहोस् त। यता चाहिँ पुरै बाजाहरू बजाइरहेको छ। अनि राम्रोसँग सुन्दै रहेको छैन भोइस होइन। हामी चाहिँ आइपुगिसकेको छौँ हेर्नुहोस्। हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिरहेको छ है साथीहरू। अहिले चाहिँ 7 बजिसक्यो नि त, सो त्यही भएर यहाँ चाहिँ गेट चाहिँ बन्द गरिसक्यो। अब हामी चाहिँ यता बाहिरबाट घुमेर एक फन्को लगाएर जान्छौँ। हजुरहरू चाहिँ वर्कआउट गर्न पनि आउन सक्नुहुन्छ। यहाँ चाहिँ बिहान बेलुका होइन। यता ल भित्र चाहिँ बन्द भइसकेको छ। हामी चाहिँ यसै बाहिर नै घुमेर अब यहाँबाट आयो। अब सर लगाएर अनि फेरि हामी फर्किन्छौँ। पोखरी चाहिँ यसरी अलिअलि देख्दो रहेछ हेर्नु है त। ल देख्न सक्नुहुन्छ गाइस सबै बन्द भइसकेको छ। यता चराहरू पनि कराइरहेको छ च्याउ गरेर। अनि अहिले चाहिँ घुम्न पाएन होइन भित्र चाहिँ। हामी चाहिँ अब जान्छौँ है त। हामी चाहिँ अब यहीँबाट जान लाग्छ। बाई बाई।